यति बनाइयो पर्छ त्यही हो स्याउ झर्ने बोट चाहिँ हो क्या स्याउ चाहिँ बङ्गी झर्छ सुँगुरलाई दिनुपर्छ यो एउटालाई दिएर फेरि अर्को यहाँ पर छ त्यसलाई लिनुहोस् सरकार खाइसे सरकार गुड मर्निङ मित्रहरू म चाहिँ सुँगुरलाई स्याउ टिपेर दिन लागिराखेको छु यहाँ चाहिँ स्याउ झरेको छ नि त अडाम्की रङहरूलाई चाहिँ ट्याप यसरी टिप्दै राख्ने हो यहाँ यो ट्याक्क टिपेर चाहिँ अहिले सुँगुरलाई दिने यस्तो गरेर यहाँ टिप्नुपर्छ स्याउ चाहिँ यसरी झर्दो रहेछ नि त यहाँ चराले खाएर टिप्ने यति बनाइयो यति छ सुँगुर चाहिँ त्यही हो बोसे स्याउ झर्ने बोट चाहिँ हो क्या स्याउ चाहिँ बङ्गी झर्छ यहाँ अब यो सुँगुरलाई दिनुपर्छ यो एउटालाई दिएर फेरि अर्को यहाँ पर छ त्यसलाई दिनुपर्नेछ ल लिनुहोस् सरकार लिनुहोस् सरकार खाइसे सरकार कसीतिर कान खानु मजा आउँछ अहिले तँलाई म स्याउ दिँदैछु एकदम तैँले चाहिँ यो हेल्दी फ्रुट खाएर पछि एकदम हामीले पनि तँलाई खाँदाखेरि टन्न न्युट्रिएन्ट पाइन्छ नि त ल खा केटा ल तँलाई एक बाल्टी अब यहाँ कम्प्लिट भयो नि त एक बाल्टी थियो यसलाई ल अब अर्कोको लागि टिप्नु पर्ने हुन्छ अर्को सुँगुर चाहिँ पर छ यसको लागि ट्याप टिप्ने लगाइराख्ने होइन सबै झरेको छ नि त्यसरी भुइँतिर यो सबै टिप्नुपर्छ क्या हेल्दी छ हेल्दी स्याउ खस्यो टिप्नु पर्यो को घरहरू हुन्थ्यो नि त त्यसमा चाहिँ यो कुखुरा हुन्थ्यो कि क्वाक यसलाई चाहिँ अब अर्को म लगेर दिनुपर्छ यसलाई अर्को सुँगुरलाई लगेर क्वाक गरेर लैजाने कहाँ लैजाने भन्दा यहाँ पनि रहेछ नि त यहाँ पनि रहेछ लगेर सुँगुरलाई लगाइदिने ओ माई गड गइहाल्यो नि यार खाँदैछु केटा ल खाँदै गर्दा पनि हेरिदिउँ न त ट्याक्क यस्तो छ है सुँगुरको बस्ने ठाउँ चाहिँ सुँगुर चाहिँ यही हो चिज चाहिँ माल ठुलो छ वा म चाहिँ अर्को सुँगुरलाई दिनको लागि म गइराखेको छु ल तपाईँटी बोकेर अघि खस्छु नि त्यो ट्याक्क अब चाहिँ यो अर्को सुँगुरलाई दिनुपर्छ यही हो ट्याक्क लानुपर्छ अलिक हुँदा चाहिँ अब ठुलो हुनुहुन्छ नि त डर लाग्छ भिडियो चाहिँ अब कमले बनाउनु यस्तो भयो अनि त ट्याक्क अर्को सुँगुर खोर चाहिँ अर्को वासस्थान चाहिँ यहाँ छ बसेको ट्याक्क यहाँलाई लगिदिन्छु यसलाई चाहिँ कति 6-7 दाना मात्रै दिने भन्ने कुरा भइरहेछ अलिक बच्चा शान्त स्याउ खानु उठ स्याउ खानु पर्छ है फटाफट खाइयो लु यहाँ दिने यसरी दिनु पर्यो ल यसलाई पनि मैले 6-7 दाना दिइहालेँ यो चाहिँ खासमा छोरी चेलीको घरमा आएको है यो सुँगुर चाहिँ उतैबाट लिएको मैले हाम्रो मूल घरबाट टक्कै स्याउ यहाँ छ है यदि 5-6 दाना मात्रै दिउँ धेरै खायो भने चाहिँ के हुन्छ त
न्युट्रिएन्ट बढी हुन्छ नि त, पोषण बढी भयो भने चाहिँ यसलाई राम्रो हुँदैन, त्यही भएर अलिकति मात्रै दिएँ। यो चाहिँ म गाइस ल ट्याक्कसँगले अर्को भिडियोमा भेटौँ है त। यो फेरि सुँगुरको साथी रहेछ। ल थ्याङ्क यू, बाई बाई।